साथीहरू तपाईहरुलाई थाहा छ यो केही बिरुवा हो जुन बिरुवा पात रोप्दा बिरुवा हुन्छ, जुन बिरुवा पात माटोमा रोप्दा यस्तो अर्को बिरुवा पैदा हुन्छ। साथीहरू आज चाहिँ म विशेष गरेर तपाईहरुलाई यो बिरुवाको बारेमा केही जानकारी गर्न चाहन्छु। यो बिरुवा चाहिँ मैले फर्स्ट चोटि देखेको छु है त। तपाईहरुले देख्नु भएको छ कि छैन, तर चाहिँ मैले यो भारतको कर्नाटकमा भेटाएको छु। यो बिरुवालाई अस्ति मात्र मैले दुईटा पात यहाँ ल्याएर रोप दिएको थिएँ र आज यति ठुलो ठुलो भइसकेको छ। ल हेर्नुस्, यो त्यही पातवाला बिरुवा हो। यो पातलाई मैले यो माटो मुनि हालेको थिएँ र 10-15 दिनमा चाहिँ यस्तो भएको छ। साथीहरू यो बिरुवा मात्र नभइकन यो बिरुवा एकदमै औषधिको रूपमा चिनिने गर्दछ र यो चाहिँ स्टोन भएको मान्छेलाई चाहिँ एकदमै काम आउँदो रहेछ। हेर्नुस् यति नाजुक छ। अहिले चाहिँ म खाएर देखाउने छु केही छिनपछि। यो बिरुवा अहिले यति ठुलो भएको छ। यदि तपाईले कहीँ देख्नु भएको छ भने यो बिरुवालाई माया गर्नुहोला, यो बिरुवालाई एकदमै जोगाएर राख्नुहोला। यो बिरुवा फल बिनाको पात रोप्दा माटोमा अर्को बिरुवा उत्पादन हुन्छ है त। म अब यसलाई खाएर देखाउँछु कस्तो हुन्छ यसको टेस्ट। हेर्नुहोस् साथीहरू, यसलाई चाहिँ मैले एकदमै साफ तरिकाले धोइसकेको छु। यो बिरुवा यो पात चाहिँ जसलाई स्टोन हुन्छ हैन, किडनीमा अथवा हर शरीरको कुनामा, तर यो पात खाइसकेपछि त्यो मान्छेलाई एकदमै सन्चो हुन्छ भन्ने रूपमा चाहिँ चिनिएको छ। अब म यसलाई खान्छु, कस्तो छ त यसको टेस्ट है त। अब म यसलाई यसरी खान्छु। आहा, टेस्टको त कुरै छोड्नुस्, यति मजेदार टेस्ट छ यो। अलिकति तितो हुने रहेछ है। तितो हुनुको पनि औषधिको रूपमा चिनिनु हो, तर विशेष गरेर यो स्टोन हुने मान्छेलाई एकदमै फाइदादार छ है त। तपाईहरु पनि यो बिरुवा भेटाउनु भयो भने यसको पात चाहिँ गुड मर्निङमा खानु होला। धन्यवाद।